कारणले गर्दा आज हामी यहाँ भेला हुन सकेका छौँ। उहाँलाई नि धन्यवाद, परमेश्वरलाई धन्यवाद। आजको यो समयलाई एउटा महत्त्वपूर्ण अपर्च्युनिटी, गोल्डन अपर्च्युनिटी, सुनौलो अवसर जुन समय हजुरहरूले दिनुभएको छ, यसको लागि आजको विशेष कार्यक्रम धनवीर गजमेर, दल गजमेर, पद्मलाल गजमेर र मानवीर गजमेर, चार भाइया गजमेरको तर्फबाट पिताश्री नैनासिंह गजमेर अनि आमा भातृ साथै मानिसको हरेक जीवनलाई चार कुराले बाँधेको हुन्छ: नाता, गोता, साइनो अनि सम्बन्ध। मैले अस्ति अर्जुन गुरुजीलाई पनि भनेको थिएँ, सोधेको थिएँ यो प्रश्न, गुरुजी यसलाई तपाईँले कुन प्रकारले लिनुहुन्छ भनेर। र मैले यो कुरालाई बेस्ट पहिलो प्राथमिकता दिएको कारणले गर्दा जुन यो प्रोग्राम हामीले छलफल गऱ्यौँ अनि यो कार्यक्रम गर्नुपर्छ भन्दै गर्दाखेरि मलाई यो चाहिँ एकदम महत्त्वपूर्ण कुरो लाग्यो। किनभनेदेखि जन्मिने बित्तिकै कसैले पनि तेरो ससुराली को भनेर भन्दैन। नानी आमाको गर्भमा छँदा सास हुन्छ, नाम हुँदैन, जन्मेर यहाँ बन्छ मानिसको नाताहरूको त साइनो र सम्बन्ध। आमाको गर्भमा हुँदा सास मात्रै हुन्छ, उसको नाम हुँदैन। तर अहिले त अमेरिकाको ठाउँमा 5 महिना 6 महिना पुगेपछि नानीको नाम के राख्छस् भनेर सोध्ने चलन छ। अनि नानी बढ्दै गएपछि नानी कसको भान्जा, त्यहाँबाट पछाडि गएपछि कसको ज्वाइँ, अनि त्यहाँबाट पछाडि गएर खानदानको कुरा। जसरी आज हामी चार भाइया खाल भनेर हजुरहरूको माझमा यसघडी जुन समय तपाईँहरूले महत्त्वपूर्ण समय दिनुभएको छ, यो कुरालाई म मेरो हृदयबाट हजुरहरूलाई, मसँग केही छैन दिने कुरो, तर तपाईँहरूलाई निरन्तर मेरो प्रार्थना र मेरो धन्यवाद। अनि तपाईँहरूसँग गाँसेको साइनो र सम्बन्धलाई म मरेर गए तापनि यो संसार टलेर जानेछ, तर आजको यो साइनो र सम्बन्ध कहिले पनि टल्ने छैन। हो, हाम्रा पिता पुर्खाले जुन कुरो दिनुभएको थियो त्यो कुरालाई पक्रिराख्ने यो मौका दिनुभयो। मैले मान्नुपर्ने वृद्ध बाबाआमा, जमन भाइ बहिनी, मान्यजनहरू, पास्टरज्यूहरू हुनुहुन्छ, यहाँ हाम्रो माझमा गुरुजनहरू हुनुहुन्छ, आमा, वृद्ध बाबाआमाहरू हुनुहुन्छ। आज उहाँहरू नहुने थियो भने मेरो जीवन अधुरो थियो। म यसरी हेर्छु, सायद म एउटा डुलुवा पाखा घुमी हिँड्ने कुकुर जस्तो हुन्थेँ होला। कसले चिन्छ र? होइन, कसैले पनि चिन्ने छैन। आज त्यही चिनारीको लागि आज हामीले यो नाता, गोता, साइनो सम्बन्धलाई कायम राख्नका लागि आज यो बहुमूल्य समयलाई आफ्नो दबाई पानी सायद तपाईँहरूले नलिकन आइदिनु भयो होला। सायद कति भोक प्यास मेटेर नै आफ्नो बहुमूल्य समयलाई त्यागिकन आज यो परित्यागलाई तपाईँहरूले दिनुभएको यो बलिदानलाई, तपाईँले दिनुभएको यो कर्तव्यलाई, तपाईँले दिनुभएको यो माया ममता आशीर्वादलाई, द मोमेन्ट कम्स वान बट रिमेम्बर नेभर एन्ड भनेर इङ्ग्लिसमा भनिन्छ। समय यस्तो समय आउँदैछ, यो समयले मौका र समय पाएको आजको यो अवसरले तपाईँ र म कोही पनि हामी अजम्बरी छौँ। सायद यो भेलाको पछाडि हामी भोलि हुन्छौँ कि हुँदैनौँ, तर आजको यो भेला हाम्रो जीवन रहेसम्म सम्झना रहिरहनेछ। यो सम्झनालाई बटुलेर आज यो हामीले जुन तपाईँहरूको घर दैलोमा पुग्न सक्यौँ, सायद कतिजनाको घर दैलोमा म पुग्न सकिनँ होला। मेरो हृदयबाट चारवाया खाल गजमेर परिवारबाट लगायत मेरो परिवारबाट लगायत म आफै नि लागि परेको हुँदा मबाट हजुरहरूप्रति क्षमा माग्दछु। मलाई एउटा सानो नानी सरिया सम्झेर मलाई क्षमा दिनु होला। नोबडी क्यान परफेक्ट इन दिस वर्ल्ड। कोही पनि सिद्ध, पवित्र, सक्षम कोही पनि छैन। हामी सबै अन्जानमै छौँ।
जीवनको गोरेटामा जबसम्म ठेस लाग्दैन तबसम्म यात्राको अर्थ बुझिँदैन, जबसम्म आँखाबाट आँसु आउँदैन तबसम्म जीवनको अर्थ बुझ्न जरुरी छैन। तबसम्म जबसम्म हाम्रो जीवनबाट आँखा बर्सिन्छ, दुःख कष्ट पीडा आउँदछ नि जिन्दगीको अर्थ बुझिन्छ। अनि नाताको त्यो सम्बन्ध त्योभन्दा अझ झन् बढ जटिल छ होइन। मैले अब के भन्नु, सबै कुरा हजुरहरूलाई भनिसकेँ। मभन्दा धेरै धेरै ज्ञानी बुद्धिजीवीहरू हुनुहुन्छ। विशेष गरी यो आयोजक भाइहरूलाई म धेरै धन्यवाद दिन्छु। टाढाबाट पनि यसरी हामीलाई हौसला दिनुभयो, उत्साह दिनुभयो। भाइ अर्जुन पनि गजिमेर पास्टरमा हुनुहुन्छ, उहाँलाई पनि म यो आजको यो सञ्चालकको हैसियतबाट उहाँलाई पनि म नाम लिन जाएँ। उहाँ साइलाको छोरा, म कान्छाको छोरा, माइलाको छोरा हुनुहुन्छ भाइ कुमार। अहिले यहाँ आइपुग्नु भएको छैन नानीको कारणले गर्दा, उहाँ पनि आउँदै हुनुहुन्छ। र मेरो भाइ माइला नभए पनि मेरो भाइको परिवार हुनुहुन्छ। सबै कुराको निम्ति हजुरहरू हुनुहुन्छ। यो क्षण यो समय हजुरहरूले जुन दिनुभएको छ नि यो अमर रहोस् भन्न चाहन्छु। हजुरले कति घरबाट तिर्नुहुन्छ, कुन गाडी कुदाउँदै हुन्छ नोकेर, मलाई त्यो मतलब छैन। तर मलाई यो कुराको मतलब छ कि खुन र अघि पनि फेरि भने द रिलेसन अफ द ब्लड, खुनको नातो आवश्यकता छ, दुधको नातो मावाली आवश्यकता छ, अनि ससुरालीको नातो। हामी कस्तो खालको ज्वाइँ बन्दैछौँ, हामी कस्तो खालको श्रीमती बन्दैछौँ आज, श्रीमान श्रीमतीमा पनि कस्तो खालको जीवन छ आज हामी। के आज हामी श्रीमतीको लागि म एउटा मेरो जीवनलाई कतिसम्म मोल तोकिएको छु त्यो मूल्याङ्कन आफैले गर्नेछु। श्रीमतीले पनि श्रीमानको लागि म कतिको मूल्यवान छु आफैलाई हेर्नेछु। अरूलाई कसैलाई नहेरौँ, आफैलाई जान्छौँ। र एउटा भनाइ के छ भने घाम लाग्छ उज्यालो देखाउनको लागि, उज्यालो अँध्यारो देखाउनको लागि, अँध्यारो आउँछखेरि जुन देखाउनको लागि। हाम्रो जीवन त्यस्तै हो, एउटा रुख हो। सुन्तोलाको झ्याङलाई हेर्नुहुन्छ भने कति लटरम्मै फल फलेको हुन्छ, तर कहिले पनि सुन्तोलाको बोटले खाँदैन। तर उसका हाँगामा फलेका फलहरूलाई झट्टारो आउँछ, चढिन्छ, हल्लाइन्छ, भएन नि हाँगै भाँचेर टिपेर खाइन्छ। हाम्रो जीवन पनि त्यस्तै हो, एक दिन अवश्य जानुपर्ने छ। तर आजको यो जुन हामीले यो हजुरहरूसँग यो नाताको त साइनो सम्बन्धलाई गाँच्ने मौका दिनुभयो, तपाईँहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो समय धेरैजनाले मलाई भन्दै हुनुहुन्थ्यो बाजा गाजा यताउता भनेर, नो बाजा गाजा। किनभने हामीले त वृद्ध बाबा आमालाई एक आपसमा भेला गरेर, एक आपसमा साइनो सम्बन्ध केलाएर चिनाजाना गर्ने अवसर दिनुपर्छ, यसमा कुनै पनि नराख्ने भनेको थियो। र जतिजना आइदिनु भएको छ यो कुरालाई हाम्रो पद्मलाल गजिमेर हजुरबा, उहाँहरूले हिँडेको र उहाँहरूले गरेको चिनारीले आज हामी चिनिएका छौँ। म अहिले 64 इयर्सको भएँ, तर मैले त केही पनि गरेको छैन, मैले कसैलाई पनि चिनाएको छैन। जुन बाबाहरूले गर्नुभयो, जुन पिताजीहरूले गर्नुभोग्नु भएको थियो, त्यो अवसरले गर्दाखेरि आज हामी यहाँ छौँ। र आमालाई हाम्रो 4 भाइ खालमा उहाँको आयु, उहाँको उमेर 7 वर्षको उमेरमा उहाँलाई घिम्रेको छोरी कालीकटेको भान्जी 4 भाइ खालको साइली जेठी बुहारीलाई घरभित्र भित्राउनु भयो भन्ने हामीलाई यो यति मात्रै थाहा छ। 5 वर्ष मैदालु राखेर माइतमै भुर्केर 12 वर्ष 13 वर्षको जीवनदेखि आजको दिनसम्म आमा बाबुले त हामीलाई साँच्चै भन्ने हुन्थ्यो जन्म कर्म मात्रै दिनुभयो, पालन पोषण हुर्काउने बढाउने सबै कुरा गर्ने त आमा नै हुनुहुन्छ। यस्ता महान आमालाई हामीले केही दिन सकेको छैनौँ, उहाँबाट आशीर्वाद लिएर उहाँलाई पनि हामी आशिष पाउन यो मौका दिनुभएको छ। त्यसरी नै म नैना सिंह गजिमेर, आमा बाटुली माया जो हुनुहुन्न तर उहाँहरू हाम्रो हृदयमा हुनुहुन्छ। म जेठो छोरा सलमान गजिमेर, बुहारी टिका गजिमेर, ठुली बहिनी पवित्र दनाल, माइली बहिनी तेलु पोर्तेल, भाइ भगीरथ गजिमेर, साइली बहिनी निर्मला दनाल, काइली बहिनी चन्द्र सिन्चौरी, अन्तारी बहिनी हरिविश्व, कान्छे बहिनी पुना गजिमेर र हाम्रो सानो 12 जना मध्येको सबैभन्दा 11 जनाको जेठो नागरिक म, अनि मेरो हाम्रो सबैको सानो भाइ दीपक गजिमेर। हजुरहरूले सबैले चिन्नुभएको छ हाम्रो इतिहास। अनि हाम्रो मामाली
हजुरहरूले चिनिसक्नु भएको छ मोती प्रसाईले। मेरो ससुराली भन्नुहुन्छ नि म तिरुवाको ज्वाइँ जो भुटानमै हुनुहुन्छ। उहाँहरूको परिचय यसरी नै आज धेरैजना उहाँहरू पनि लाइभमा हुनुहुन्छ होला। भुटानमा हाम्रो जतिजना परिवार हुनुहुन्छ उहाँहरूलाई मैले इन्फर्मेसन उहाँबाट कलेक्सन गरिसकेर हालिसकेको छु। यहाँ छ हाम्रो सबै बोटदेखिको तलसम्म को कहाँ छ के छ कसो छ भन्दाखेरि हामीले यसबाट नि हेर्न सक्छौँ। यस फ्लायरलाई पनि हामी तपाईँहरूको माझमा दिने नै छौँ सम्पूर्ण। त्यसै गरिकन हाम्रो आमापट्टिको सन्तान देखिहाल्नुभयो भानिज बिमारी भएर हस्पिटलमा हुनुहुन्छ। महिला बडाबाउ शिवलाल गजमेर, आमा गजमेर बडाबाउ दाताराम गजमेर, आमा मधु गजमेर, यहाँ दवन्त गजमेर पनि हुनुहुन्छ दिदीबहिनी, र भाइ अर्जुन गजमेर अनि बहिनी पवित्र गजमेर अनि हामी पऱ्यौँ कान्छाका छोराछोरीहरू। हाम्रो यो आजको भेट, आजको साइनो, आजको सम्बन्धले गर्दा तपाईँहरूसँग यसरी चिनारी परिचय जोड्न पाउँदा म धेरै खुसी छु। हजुरहरूले लाई दिनु त मेरो केही पनि छैन, हामीसँग सुनचान्दी हिरामती छैन, तर हाम्रो निरन्तर प्रार्थना हजुरहरूको आशीर्वाद हामीमा सदा सर्वदा रहोस्। यही नै आशीर्वादको कारणले गर्दा आज हामी छौँ र आउने दिनहरूमा पनि हाम्रो यसरी एक आपसमा हाम्रो यो विश्वकर्म समाज। धन्यवाद। कार्यक्रम अगाडि बढाएको छु र मैले यहाँ जतिजनालाई मलाई आयोजकले दिनुभएको छ लिस्ट, यहाँहरूलाई मैले विशेष अनुरोध गरेँ। आयोजकले 2 मिनट भन्नुभएको छ, यहाँले कुनै भूमिका नमादिकन आजको विशेष कार्यक्रम कस्तो लाग्यो, यो कार्यक्रमबाट के इम्प्याक्ट छ भन्ने कुरालाई आधार राखेर यहाँले बोलिदिनु होला। र यसभन्दा अघि मैले आयोजकको तर्फबाट दीपक गजमेर यहाँ अगाडि आइदिनु होला। विशेष आधार राखेर 2 मिनटको समय लिएर बोल्नुहुनेछ। त्यसपछि भनेको हाम्रो सम्मान कार्यक्रमपछि हाम्रो कार्यक्रम समापन पनि हुनेछ, किनकि कतिजना टाढोबाट घर फर्किनु परिरहेको छ, मौसमले साथ पनि दिइरहेको छ हामीलाई। मैले दीपक गजमेर आयोजकको तर्फबाट तपाईँ स्टेजमा आइदिनु होला। आउनुभयो मिस्टर दीपक गजमेर अगाडि आइदिनु होला। विशेष गरी आज यो जुन सम्मान कार्यक्रम र 5 जेनेरेसन कनेक्सन, 5वटा पुस्ताहरूलाई जोड्ने काम र 70 वर्षभन्दा माथिका वृद्ध बुवा आमाहरूलाई सम्मान कार्यक्रम, त्यो पनि हाम्रो जिउँदो इतिहास 102 वर्ष रहरमाया गजमेर उहाँको उपस्थिति र उहाँको सम्मानको लागि। र यो कार्यक्रम किन परिवारलाई आयोजना गर्नु पर्यो, हिजो घरमा 5% र आज विशेष यो कार्यक्रम किन आयोजना गर्नु पर्यो भन्ने हिसाबले यसलाई छोटो रूपमा प्रश्न पारिदिनु हुन अनुरोध गर्न चाहन्छु। दीपक गजमेर। धन्यवाद दाजुलाई। फेरि पनि हजुरहरू सबैलाई नमस्कार नमन गर्न चाहे। एकछिन सबैजनालाई आँखा चिम गर्न लाउँछु। म साथै हाम्रो पण्डित श्री अर्जुन गुरुजीलाई साथै राखेर 2टा कुरा, यति धेरै आमा बुवाहरू साथमा राखेर जो बित्नु भएको छ उहाँहरूलाई सम्झेर, घरमा दुःख छ, भर्खरै 2-4 महिना हुँदैछु, म पनि छोरो, मेरो आमाहरूले कहिले पनि छुट्याउनु भएन, दिदीको छोरो बहिनीको छोरो, मेरो ठुलो आमा बित्नु भएको थियो, पाइनँ, त्यो कुरामा थोरै अभागी रहेछु। र त्यो सँगसँगै आज एकजना वृद्ध आमा फिनरल हुँदैछ ट्याक्सेसमा, उहाँको आत्माले शान्ति पाओस्, उहाँलाई पनि मिस गरेँ मैले, उहाँलाई सम्मान गर्न पाइनँ। मेरो दिदी हुनुहुन्छ बराइको छोरी अमर दलालको बहिनीको सासू आज बित्नु भएको छ ट्याक्सेसमा, उहाँ फेरि यहाँ राख्नु पर्थ्यो। धन्यवाद हजुरहरूलाई। मैले यो सानो रूपले सबै दाजु दिदीहरू
आफ्ना आफन्त सम्पूर्ण व्यक्तित्व जो हाम्रो नातागोतामा हुनुहुन्छ जस्तो मैले धेरै वर्ष अगाडि मेरो बुवा आमालाई घुमाएँ। अहिलेसम्म जहाँ जहाँ जान्छु जसलाई भेट्छु मैले मेरो लामगादे हजुरबालाई भेट्छु, नानी मैले बुवालाई सामु पाउँछु, हजुरबाले भन्नुहुन्छ नानी बाबा यस्तो हुनुहुन्थ्यो उस्तो हुनुहुन्थ्यो, म लामी डाँडा जाँदा यस्तो। रनक भर्जिनियामा जान्छु चनौटेका दालहरू भेट्छु, नानी तिम्रा बाबाहरू 4 भैया भनेपछि यस्तो। भनेपछि म एक्लो रहेन रहेछु, बुवा आमा बेलैमा बित्नुभयो, समय भाग्यको अनुसार लगन जुरेन, विवाह गरेर आफ्नो श्रीमती सन्तानहरू साथमा हुन सकेनन्। तर एक्लो भएको कहिले भान भएन, किन भन्दा म यो लहरमा यो नातो गोतोमा रहेछु। यो घरमा 4 वर्षदेखि एक्लै छु, तर एक्लो भएको कहिले पनि भान भएन। म 4 भैया साइलाको नाति रहेछु भन्ने कुरा भान भएको छ। मेरो बडी आमा यो विशेष कार्यक्रम मैले गर्नुको पछाडि बडाबा बित्ता फेरि बडी आमा 27 वर्षको हुनुहुन्थ्यो अरे। छोरी चेलीको कर्म जात भन्छन् अर्काको घर जाने। 27 वर्षदेखि 3 वर्ष मात्रै पर्खेर 30 वर्षको बेलामा अर्कोसँग जानु अर्को रोनु थियो भने हुन्थ्यो होला। तर बडी आमाले अहिले पनि भन्नुहुन्छ म 4 भैया साइलाको जेठी बुहारी, त्यो नामलाई कायम गर्नलाई उहाँले बाँच्नु भएको अहिलेसम्म 102 वर्ष बाँच्नु भयो। आजको यो विशेष कार्यक्रम त्यो एउटा चिजको लागि हो, म को रहेछु कस्तो रहेछु भन्ने कुरा। बडाबा बित्नुभयो, दाई हुनुहुन्थ्यो अरे, दाई बित्नुभयो, दिदी हुनुहुन्थ्यो, दिदी 53-55 वर्षको उमेरमा बित्नुभयो। दिदी पछिका छोराछोरी भान्जा भान्जी नाति नातिना पलाता पलातिनी हुनुहुन्छ। त्यस पछाडि म त मेरो दाजु दिदीहरू मध्येको अन्तिमको सन्तान हुँ। म त होइन, मेरो बुवा पनि नजन्मिकन गजमेर 4 भैया साइला बुढाको जेठी बुहारीको रूपमा भित्रिनु भएको अरे आमा। भनेपछि मेरो लागि त आमा हजुरआमा जे भने पनि म जन्मे पछाडि मेरो जन्म दिने आमा र आमै भन्छु म। मलाई आमाहरूले नि पालुङ्गे हुन्छ कि के हुन्छ, कसरी पकाएर खुवाउनु भयो, कसले कति यो मलाई पकाएर म दुधको धाराको त्यो गर्न सक्दिनँ। 102 पुग्नुभयो, जहिले भन्नुहुन्थ्यो। अहिले थोरै भावुक म कतिवटा कुरा बोल्न सक्दिनँ। आमा बुवा बितेको बेलामा आमाले गुनासो गर्नुभयो, तिमीहरू सबै 9 जना छोराछोरीले बाबु आमाको कर्मकाण्ड राम्रो नै गरिदेऊ, मेरो त कसले गरिदिन्छ होला भाइले भन्नुभएको थियो। मलाई त्यतिखेर एउटा छोरो, मलाई त्यो गुनासो बाबुआमाले किन त्यो गर्नुपर्छ। मैले मात्रै होइन भन्दा सबै दिदीहरूले दाजुहरूले भन्नुभयो आमा भाइले मात्रै लाग्दैन, हामी सबैले गर्छौँ भनिदिनु भयो। अनि यसलाई गर्ने, यो गर्दा त्यो गर्दै यो खानु मन लागेको छ, त्यहाँ जान मन लागेको छ भन्ने कुरा हुन्थ्यो होला, भन्न पाउने थिइनँ होला भन्ने गुनासो नहोस् आमाको लागि। म छोरोको कर्तव्य भोलि गएर मैले दुःख गरेर मेहनत गरेर अथाह सम्पत्ति कमाएँ भने नि बाबुआमाको लागि त्यो पुर्खाको लागि गर्न पाउँदिनँ। आमालाई साँच्ची राखेर यो कर्म गर्छु भनेर मैले दाजु दिदीसँग सल्लाह गरेँ। त्यस पछाडि मैले मेरो गुरुजनहरू अर्जुन पण्डित र सहदेव गुरुजीलाई सोद्धा फेरि एकदम राम्रो भाइ यसरी गर्नुपर्छ भनिदिनु भयो। म यहाँबाट आज पनि फेरि गुरुजीहरूलाई एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यो एउटा फ्यामिली ट्री भन्ने छ, पुर्खा नाता गोता। यसमा मैले लेख्न खोजेको र सबै आउँदा नानीहरूलाई कोकोमेलन भन्छु साना केटाकेटीलाई। अघि कतिजना कोकोमेलनले मेरो नाम छैन भने आइएम सरी कोकोमेलन्सहरू, तर कोकोमेलनको ड्याडी मम्मीहरूले लेख्नुहुन्छ, कहाँ पर्नुहुन्छ तपाईँहरू। जस्तो अहिले 3 वर्षकी मेरै नातिनी बडी आमाको पलातनी छन्, यो फोटोमा जोडिएको 5 पुस्ता हो। त्यसरी नै यो कार्यक्रम मार्फत मैले जुन हजुरबाहरूको 4 भैया भन्ने नाम छ, यो 4 भैयासँग जोडिएर नातो गोतो, जस्तो भर्खरै 1-1.5 महिना अगाडि मेरी माइली दिदीकी कान्छी छोरी आरती भान्जी र अनिल सिन्चुरी ज्वाइँ उहाँहरू वैवाहिक जिन्दगीमा बात दिनुभयो। त्यो बेलादेखि उहाँहरू एउटा सर सम्देउलामा जोडिनु भयो। उहाँहरू 1 वर्ष अगाडि भानिजको विवाह भयो, घनश्याम लामगादे सम्धी हजुर र उहाँको श्रीमती सम्धिनी हजुर। यही 4 भैया साइला बुढाको कान्छा छोराको माइली छोरीको सरदेउलामा सम्बन्धमा जोडिनु भयो। त्यसरी नै आज आमा 102 वर्ष पुग्नुभएको साक्षी हुनुहुन्छ। आमालाई राखेर म यो प्रण गर्छु, सबै छोरा छोरी आमा बुवा बाबै आमै पलाता पलातिनीले सधैँभरि यो नातो सम्बन्धलाई कायम राखेर अनन्तसम्म दुःख सुखमा हाँसेर रोएर साथमा बाँच्न पाऊँ। सम्पूर्णले मलाई यही आशीर्वाद दिनुहोस्।
र एउटा छोरो सम्झेर भाइ सम्झेर भानिज सम्झेर हजुरहरूले कुनै पनि ठाउँमा दुःखमा पनि रुन बोलाइदिनु भयो भने म 2 थोपा आँसु झार्न सक्छु, सुखमा पनि हाँस्नलाई बोलाइदिनु भने म सुख हाँसिदिन सक्छु। हजुरहरूबाट त्यही अपेक्षा गर्छु। मैले यो विशेष आमाको लागि दाजु हामी दिदीहरूले गरेको कार्यलाई सफल बनाउदिन हाम्रो निम्ति स्वीकार दिन आउनुभएको छ। हामीहरूले यहाँनिर एउटा प्रमाणपत्र तयार पारेको छौँ 75 वर्षदेखि बुवा आमाको लागि। यो पनि एउटा एकदमै गहकिलो चिज छ। हामीले किन यो उहाँहरूलाई सम्मान गर्न खोज्यौँ भने भोलिका नानीहरूले नाति नातिनाले हाम्रो हजुरबाहरूले पनि यस्तो पाउनुभएको छ अनरिङ भन्ने कुरा, एउटा सम्मान पत्र भन्ने। किन सम्मान गर्न चाहन्छौँ भने उहाँहरूको 75 वर्षको उमेरसम्म भुटानको दुःख कष्ट छोराछोरी र नाति नातिनालाई बचाउन पढाउन ठुलो मान्छे बनाउन देश छोडेर भुटानबाट नेपाल आउनुभयो। नेपालमा पनि दुःख गर्नुभयो, कसरी टार्नु भयो, कार्य चाडबाड र पनि भविष्य नानीहरूको लागि राम्रो हुन्छ भने अमेरिका ल्याउनु भयो। उहाँहरूको योगदानको लागि त्यस्तो ठुलो सम्मान त गर्न सकेनौँ, तर हामी सन्ततिले उहाँहरूलाई एउटा धन्यवाद तपाईँहरूको योगदानको लागि, तपाईँहरूको त्यागको लागि भनेर एउटा प्रमाणपत्र र दोस्रोला सम्मानको लागि तयार पारेको छौँ। त्यो पनि स्वीकार गरिदिनुहोस्। यति भन्दै म मेरो 2 शब्द त होइन धेरै बोल्नु थियो, गाह्रो हुन्छ। यहाँ धेरैजनाले कुराहरू राखिदिनुहोस्। मेरो बुवा आमा साथमा नभए पनि मेरो हजुरबाले कसरी बाँच्नु भएको थियो, मेरो बुवा आमाले कसरी बाँच्नु भएको थियो, म त्यसरी बाँच्न पाऊँ, मेरो त्यही नै इच्छा छ। धन्यवाद। विवाह गर्छौँ र यस्तो खालको ऐतिहासिक कार्यक्रम जो हाम्रै घरमा बसेका यस्ता हजुरबा हजुरआमा जसले इतिहास बोक्नु भएको छ उहाँहरूको लागि एउटा सम्मान कार्यक्रम भनेर हामीले पनि गर्नुपर्ने रहेछ भन्ने एउटा चेत हामीलाई पनि खुलेको छ। सो फेरि पनि थ्याङ्क यू भेरी मच। र मैले हाम्रो आयोजकको तर्फबाट सन्मान गजमेर र दीपक गजमेरलाई अगाडि बढाउन चाहे। उहाँहरूले आजको विशेष कार्यक्रममा 102 वर्ष पुगेका रहरमाया गजमेर